नमस्कार, यस मित्र प्याराडाइजद्वारा उत्पादित यस कार्यक्रममा हजुरहरूलाई स्वागत गर्दछु। म यो स्कुलमा पढ्ने छात्रा प्रियङ्का बुढाथोकीको तर्फबाट राष्ट्रिय धान दिवसको बारेमा केही आफ्नो तर्क भन्न गइरहेकी छु। नेपाल कृषि प्रधान देश हो। यहाँका अधिकांश मानिसहरूको जीवनयापन कृषि पेशामै आधारित छ। विशेष गरी धान मुख्य खाद्यान्न हो। धान नेपाली सांस्कृतिक, धार्मिक तथा आर्थिक पक्षमा आफ्नो महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ। यही महत्त्वलाई उजागर गर्नका लागि प्रत्येक वर्ष असार 15 गते राष्ट्रिय धान दिवस मनाइने गरिन्छ। धान दिवस केवल रोपाई गर्नको लागि मात्र नभई कृषकको योगदानलाई सम्मान पनि गर्छ। यसको मुख्य उद्देश्य भनेको कृषि क्षेत्रमा परिवर्तन, धान उत्पादनमा वृद्धि, कृषकको सम्मान र विज्ञान तथा प्रविधिको प्रयोग मार्फत उत्पादनमा वृद्धि गराउने पनि हो। असार 15 गते बर्खा ऋतु सुरु भइसकेको हुन्छ। खेतमा पानी पुगिसकेको हुन्छ र अनुकूल वातावरण तयार हुन्छ। यस दिन हरेक कृषकहरू रमाइलो वातावरणमा रोपाई गर्छन्, एक आपसमा दही चिउरा बाँड्छन् र सँगै रमाउँछन्। यो धान दिवस केवल रोपाईको लागि मात्र रोपाई गर्ने एक दिवसको लागि मात्र नभई यसलाई एउटा उत्सवको रूपमा पनि लिने गरिन्छ। राष्ट्रिय धान दिवसले नेपाली समाजको सहकार्य, एकता र मेलमिलापको भावनाको सन्देश दिन्छ। सहर तथा गाउँठाउँमा विभिन्न क्रियाकलाप आयोजना जस्तै कि रोपाई प्रतियोगिता, कृषि प्रदर्शनी, लोक सङ्गीत र परम्परा खेलहरू आयोजना गरेर अब आउने पुस्तालाई कृषि क्षेत्रमा लगाव बढाउने काम गर्छ। धान दिवस एक खेतीको कुरा मात्र होइन, यो हाम्रो सांस्कृतिक परम्परा, पहिचान र संस्कार पनि हो। यसले समाजको सांस्कृतिक, कृषकको जीवनशैली र परम्पराहरू समेट्छ। त्यसैले हरेक नेपालीहरूले धान दिवसलाई सम्मानपूर्वक मनाउनुका साथै कृषि क्षेत्रमा आफ्नो योगदान दिन पनि आवश्यक छ। यति भन्दै मेरा 2-4 शब्द यही टुङ्ग्याउँछु। धन्यवाद।